विवेक आफ्नो पैसा छ बाबा दिदीलाई दिनु नमस्ते खै लुगा विवेक नमस्ते के भयो यो चकलेट खाइदे भाइ टिका लाउनु पर्छ भाइ चकलेट छोरो छोरो खाइदे त राइले दिदीलाई टिका लाएर पैसा दे दिदीलाई टिका लाएर पैसा दे हेर न ओ ब्रेक देऊ न हाम्रो भाइ सानो भाइ नमस्ते गर्ने लाउ सानो भाइ नमस्ते ठुलो भाइ लाउ राख दे भागमाथि राख ल अब दिदीलाई टिका लाउँछ नि दिदीलाई टिका लगाइदेऊ ल उ मामा टिका दिनु त बाङ्गोलाई सोचेर भाइ के हाल्नु त्यति कान्दैन त सल्लाह गर्नु ए त फोटो खिच्नुपर्छ के खै त पेमेन्ट लाउँछ नि त्यो त एकछिन न लाउँछ तिमीहरूले एउटा एउटा कलर लगाइदेऊ त दिदीलाई छिटो ग्रिन कलर लगाइदेऊ ग्रिन कलर बिस्तारै है राम्रो पो लगाइदिए त फेरि अब भाइयो लगाइदिनुहोस् कति राम्रो यो पिङ्क कलर लगाइदिनुहोस् न केटी कलर बाबु यो लाग्दैन लागेछ कलरै कस्तो नराम्रो बास त्यसरी दिने होइन नि ढोकेर के हो के नमुना तिमीहरू भाग साइड लगाऊ उता राख आफ्नो आफ्नो भाग मुख खुवायो तिमीहरूले खाइदियो ल खाइसक्यो ल भाइले हो भाउजू आएको छैन हाम्रो त तपाईँको गर्नु भाउजूहरूसँगै हो हाम्रो त खै पैसा खुट्टा निकाल ल हातमा दिने नमस्ते गर्नु के गरेको भान्जो यहाँ आएन दिदीलाई हातमा पैसा नमस्ते नमस्ते ल अब हजुरहरू साडी लाग्दा हुन्छ फोटो खिच्नु त सँग राखेर ल यहाँ बस